भारतको हिमाचल प्रदेश सोलन जिल्लाको धर्मपुर क्षेत्रबाट एकजना असहाय अवस्थामा जीवनयापन गरिरहेका नेपाली वृद्ध लङ्काबहादुर कठायतलाई उद्धार गरिएको छ। त्रिवेणी गाउँपालिका 2 रुङ्गा बर्के टाकुरा रुकुम पश्चिम घर भएका कठायतलाई अब काम गर्न नसक्ने उमेरमा खान र बस्न समेत गाह्रो परेको अवस्थामा भेटिएका थिए। उहाँलाई प्रवासी नेपाली सम्पर्क मञ्च भारतका राष्ट्रिय कोषाध्यक्ष रवि गिरी, हिमाचल राज्य कार्यवाहक संयोजक सञ्जय धर्ती, धर्मपुर नगर समिति प्रमुख दिलबहादुर योगी, सोलन जिल्ला महासचिव आत्माराम ओली लगायत सम्पूर्ण हिमाचल टिमको सहकार्यमा उद्धार गरिएको हो। मञ्चको सक्रिय पहलमा गाडी भाडाको समेत व्यवस्था गरी लङ्काबहादुर कठायत सुरक्षित रूपमा आफ्नो घर रुकुमसम्म पठाइएको छ। यस उद्धार कार्यले प्रवासी नेपाली बीचको एकताको सन्देश दिएको छ। मञ्चले यस्ता असहाय नेपाली सेवामा सधैँ तत्पर रहने जानकारी समेत गराएको छ।